हेलो गाइस, वेलकम टु माई च्यानल भिसन ब्लग। फेरि पनि स्वागत छ। फेरि पनि सधैँको जस्तो काममा जाँदैछु म। यस्तै छ जिन्दगी। मजाले भिडियो बनाउँदै काममा जाँदै होइन, यस्तो त माथिको भ्यू। लगाएर अब गाडी चढेर पनि आइसक्यो। अब गर्मी सुरु हुन लागिसक्यो। यतातिर पानी चाहिँ डेन्जर खानुपर्छ। गाडी कुर्दैछु म चाहिँ ट्र्याकमै शीतलामा आएर। त्यहाँ मजाले आवाज चल्दैछ। यहाँ ट्र्याक गाडीहरू कुर्दैछु। यस्तो आइसकेको छ गाडीहरू। त्यहाँ अब एकछिनपछि मेरो गाडी नै आउँछ। केटा फुल दिँदैछ एउटाले फेरि। हामी घाममा गफ दिनु परेन। भण्डारीलाई जित्ने योजना अरे सम्झनालाई कार्यक्रम लगेर एक छेउबाट छोड्दै न भनेको। सम्झना एक्लैले ठिक लाउँछिन्। भण्डारी तल आउने मान्छेलाई लगेर छोड्दैन, सम्झनालाई छोड्दै एक साइडबाट। एकपल्ट दीक्षालाई कता गयो दीक्षा? हल्का फुल्का गर्नु पर्यो नि। गाना नलगाऊ ल, कपिराइट आउँछ फेरि। धेरै भयो के। किनकि त बुढाबुढी रहेछ होइन, सँगै आउने बल्ल नोटिस गरेँ मैले। हाम्रो ढुक्क सोल्टी उता बस्दैछ फेरि। विभिन्न गाडी चलाउँछ त, काममा गइन्छ। म पनि बसिसकेँ काममा। अब काममा जानुपर्छ। सोध्नु मिठो यस्तो छ। नजमालाई फोनमा बोल्दैछ, बस्दैछ। जानुपर्छ त खोलाएर अब गाडी लगायो। हिँड्दैछ गाडी जन्ती जस्तै। अनि विपिन nhìn lại nhìn last đây. कपिराइट आउँछ क्या। ऊ त्यहाँसम्म अहिले ट्याक्क 2-3 मिनटको गराइदिउँ भनेर क्या। अब विपिनले एकछिनपछि गाना बजाउने रे। विपिन गाना सुन्न नपाएर टेन्सन भएको छ। अब म पनि यस्तो गरेर जानेछु काममा गएर मजाले काम गर्नुपर्छ होइन विपिन? विपिनले आफ्नो काम गर्दैछ, गाडी चलाएर। अब हामीलाई छोडेर आनन्दले बस्छ। मेरो भिडियो यहीँ सघाउँछु। निन लाग्छ, आँखा पनि रातो रातो भएको छ। अब सुत्छु। आजलाई मेरो भिडियो यहीँ सघाउँछु।